हेलो गाइज वेलकम ब्याक टु अनदर एपिसोड यु आर वाचिङ रामजी भ्लग 2.0 र अहिले चाहिँ हामी बिहानको यो धुनिएको अवस्था छ र धुनिएको अवस्थामा हामी चाहिँ गाउँ पहाड लागेको छौँ। अब के गर्नु तराईमा नि जाडो भयो, हिमालमा हिउँ पर्छ, मधेसमा गाई मर्छ भन्ने पो यहाँ धेरै जाडो भयो। अब पहाडतिर लाग्यौँ है साथीहरू। साथीहरू अनि यो हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नुपर्ने हुन्छ है साथीहरू। भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गर्नु होला अनि फेसबुक पेजलाई पनि फलो गरिदिनु होला र बिचमा हामी यस्तै नयाँ नयाँ भिडियोहरू चाहिँ हामी ल्याउने कोसिस गर्नेछौँ। बाटोमा के कस्तो हुन्छ हैन, बिचमा हामी भिडियोहरू चाहिँ हामी जोड्ने कोसिस गर्नेछौँ र भिडियोलाई चाहिँ अब सुरु गर्नुपर्ने अवस्था छ। ल यता चाहिँ अब बिहान सबै मान्छेहरू सिटीमा चाहिँ चढिरहेको हुन्छ हैन, तर हामी चाहिँ अब बसमा अलि नजिक भएको कारणले गर्दाखेरि पैदल नै जाँदैछौँ। फाइनली गाइस गाडी निस्किसकेको छ, त्यहाँ कुद्नु पर्छ। हामी बेलुकासम्म बेलुका यस गाइस हामी फाइनली गाडीमा चढिसकेको छौँ। हामी गाडीमा चढिसकेको छौँ। अब एकैछिनमा गाडी पनि घुर्छ जान्छ। पहाड जानुपर्दा कस्तो लागिरहेको धेरै खुसी लाग्यो। हामी बेलुका दुईजना हजुर हामी चाहिँ बेलटार पुग्यौँ होइन त। बेलटारबाट कता पो जाने बङ्सिलाको लागि चाहिँ हामी टेम्पोमा चढिसकेका छौँ। यता हाम्रो गुरुजी हुनुहुन्छ होइन, त प्यासेन्जर छैन खोज्दै हुनुहुन्छ। बेलटारमा यस्तो छ भइरहेछ। अब मान्छे खोज्दा कति बेर घुमाउने हो कुराले। छुट्टै मन लाग्दैन चली भेट्नेलाई भेट्दै गुरुजी छ कि छैन हौ। बस्ने ठाउँ अब ओइलेको साग अब हिँड्नु थालेको छ। अब एकछिनमा अमिलो हुने सम्भावना छ साथीहरू। अब यहाँ गुन्द्रुक खानु मन छ भने यो भिडियो हेर्नु होला सबैले। अब मान्छेको गुन्द्रुक कस्तो हुन्छ होइन, अब एकछिनमा अब अमिलो हुने हुन्छ। रायोको सागको भन्दा पनि मान्छेको सागको त गुन्द्रुक चाहिँ एकदम अमिलो हुने सम्भावना छ। बाजेको त बाजेको त टोपी मात्रै देखियो होइन, ठिकै छ। कमेडी जस्तो छ। म पुछेको तपाईँले सबैले सुन्नु है, यो रेकर्डिङ गरिदिनु। पुछे जतिको मुली हो गाउँमा आएको दिन बोलेको दिन एउटा अरूसँग नम्बर गरेर जान्छ। गाडी कसैले नरोकिदिनु होला। कानुनी पुऱ्याइदिनु साथीहरू अब यहाँ एउटा गाडी फेरि अर्को लिनु आएको छ होइन, त्यसमा चाहिँ हामी चढेर जाँदैछौँ। यो अर्को गाडी चिसापानी गएर चिसापानीमा गएर आएको छ होइन। अर्को चाहिँ दर्शन भगवती भने चाहिँ लिनु आएको छ। अब हामी त्यहाँ सामानहरू चढाउनेछौँ।
कुकुर खाँदैछ यस गाइस फाइनली हामी चाहिँ घरमा पुगिसकेका छौँ र आजको यात्रा धेरै नै नरमाइलो भयो। अहिलेसम्म जिन्दगीमा यस्तो यात्रा चाहिँ कहिले गरेको थिएन होइन। अब गाडीमा चढेको बसमा चढेको गब्ब गाडी बिग्रेर धुस्नु भएको थियो अनि गाडी पर्खिँदा ढिलो भयो अनि त्यो गाडीको चाहिँ ब्रेक ओइल नै को पाइप नै प्राङ्गै गएछ कि अनि त्यही भएर झन्नै ड्राइभरले आज जग्गाकै हो भन्नुपर्छ मुटु ढुक्ने भयो अनि चिसापानी गएर ड्राइभर चिसापानी गएर चिसापानीबाट अर्को गाडी लिएर आएर त्यसपछि त्यो गाडीमा फेरि सामानहरू लोड गर्दा के गर्दा ढिलो भयो अनि अहिले भर्खरमा त्यही 6:30 बजे जस्तो चाहिँ घरमा पुग्यौँ होइन। हुन त हामी 2 बजी जस्तो घरमा पुग्ने थियौँ तर बाटो लाग्ने बेलामा पनि एकदम घुइँचो भयो। धेरै प्यासेन्जरहरू भयो आज गाडी एउटा माथि थियो त्यही भएर पनि होला सायद। अनि घरमा आइसके बल्ल घरमा आइसक्यौँ। आएपछि के गर्नु अब नुहाइधुवाइ गर्नै पर्यो। दिनभरिको धुलो जाडो भन्नु पनि नपाइने होइन। जाडो भए पनि अब नुहाउनै पर्यो धुलो फुलो भएपछि। अनि यहाँ आएर अघेनामा घाम ताप्दै अघेनामा आगो ताप्दै आज दिमागै हल्लिसकेछ मेरो। अनि यो चाहिँ के भन्छ यो इस्कुसको जरा खाँदै चाहिँ अब गरिरहेको छौँ। यहाँ हाम्रो आशिष भाइ चाहिँ अब आज अलिक चारो कति बेला आउँछ भनेर भेट्नको लागि चाहिँ यहाँ नाना र दादा आउनुभएको छ होइन। अनि कति बेला आउनुभएको अरे भान्जा र भने कति बजी जस्तो भनेपछि भान्जाहरूले चाहिँ घरि हेर्नु भएन छ त्यस्तै भन्नुभयो। हामी पनि त्यस्तै अब भन्नुपर्दा 6:30 पुग्नु चाहिँ त्यस्तै भन्नुपर्दा अनि आएर चाहिँ रोटी एक थाल खाइसक्यौँ। रोटी सकिसक्यो अब के गर्नु भिडियो यहाँ अगाडि भिडियो बनाऊ भनेको भोकले भुँडीमा चुइँ कराउँदै थियो कि मुसाहरू अनि कत्र्याक आन्द्रा भुँडी कतार्दै थियो अनि यता पेट पूजातिर पो लाग्यो साथीहरू त्यही भएर अलिकति ढिलो भयो। ल त साथीहरू आजको भिडियो यस्तैमा अब आजको यात्रा चाहिँ यसरी हामी इन्डिङ गरेको छौँ र यस्तै नयाँ भिडियो हेर्नको लागि चाहिँ हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। भिडियोलाई मन पऱ्यो सेयर पनि गरिदिनु होला र फेसबुक पेजमा पनि फलो गरिदिनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला भन्दै अहिलेको लागि सी यू नेक्स्ट भिडियो एभ्रीवन बाई बाई।